नमस्ते। दिउँसोको खाजा के खाने भनेर तनावमा हुनुहुन्छ? अब तनाव नलिनुहोस्। सजिलो तरिकाले हामीले खाजा बनाउन सिकाउँदैछौँ। त्यसको लागि भाँडामा प्याज टमाटर खुर्सानी काटेर राख्छौँ। त्यसपछि हामीले रातभरि भिजाएको चना उम्रेको त्यो पनि हामीले उमारेर यसमा युज गरेका छौँ। उमारेको चना एकदम राम्रो हुन्छ। चना राख्छौँ। देख्न सक्नुहुन्छ भिजाएको चना त्यही उम्रेको छ हाम्रो। त्यसपछि यसमा स्वाद अनुसार सेतो बिरे नुन, यो प्याकेटमै आउँछ, हाम्रो डिब्बामा राखेका छौँ। स्वाद अनुसार सेतो बिरे नुन, हामीले नुनको प्रयोग गर्दैनौँ यसमा। स्वाद अनुसार सेतो बिरे नुन राख्यौँ। त्यसपछि यसमा छुटाउनै नहुने कागती हामीसँग कागतीको रस छ। यसलाई पनि स्वाद अनुसार राख्न सकिनेछ। यति सबै राखिसकेपछि यसलाई हामी राम्रोसँग मिक्स गर्छौँ। मिक्स गरिसकेपछि हाम्रो यो लगभग रेडी भएको छ। रेडी भएको अवस्था हो यो। थ्याङ्क यू।